बारीमा काम कति धेरै हुने। यस्तरी बिचमा बिचमा यता साइडमा वुड मल्च, यता वुड मल्च, बिचमा त्यो यस्तरी मान्छेहरूको घरबाट बटुलेको पात हुन्छ नि, त्यो ब्राउन ब्यागमा राखेको हुन्छ नि, त्यो 200-300 बोरा ल्याएर फ्रीमा कलेक्ट गरेर ओछ्याइदिएको होइन। त्यसको काम घाँस पनि मर्छ, प्लस मल्च पनि भयो, बारीलाई मल पनि हुन्छ होइन। यसरी बनाउँदैछु मैले होइन। यस्तो हुँदैछ अहिलेको कार्यक्रम। प्लास्टिकले छोपेर घाँस मारिएको लास्ट सिजन। अब यहाँ चाहिँ पुरै लसुन रोपेको, अब आउँछ कि आउँदैन हेरौँ। लसुनभन्दा धेरै त्यो यहाँ यस्तो उसाइरहेछ कि के भन्छ यो परालको बिउ झरेर पुरै त्यो गहुँ हो कि जौ हो कि आइरहेछ। अब अहिलेलाई ठिकै छ। अब नेक्स्ट सिजनलाई हेरौँ न कस्तो हुँदो रहेछ। माटोले जमिनमा रोप्यो भने, मेहनत गर्यो भने खान दिन्छ भन्छ। हेरौँ, इफ विल गेट सम फुड इनफ फर आवर फ्यामिली फर अ इयर। यहाँ फर्सी, गोलभेडा, जुकिनी, चिप्ली भेन्डी, भेन्टा, अनि खुर्सानी, आलु, मकै, लौका, करेला होइन। अब जे मन लाग्छ। अब काँक्रो मिल्यो भने रोप्ने भन्ने कुरा त भइरहेछ के अरे। अब कतिको हुनेवाला छ हेरौँ न एक्सपेरिमेन्ट। राम्रो देखेको है यसरी गार्डन बेड बनाएर गर्दा त।